रेडी हुन लागेको छु। कहाँ भन्दा चाहिँ आज हामी चर्चबाट चाहिँ जवानहरू चाहिँ एक दिनको लागि चाहिँ हामी माथि माथि हामी तिनजुरे जान लागिरहेछौँ एक दिनको लागि जवानहरू। अनि मुडे पनि जान्छौँ हामी र आज चाहिँ एक दिने ट्रिप छ भनौँ न, एक दिने ट्रिप। सो खास चाहिँ अब मैले जान्न भनेको थिएँ तर फेरि जानु पर्यो। सो म तपाईँहरूलाई आज मेरो ट्रिप सँगसँगै म तपाईँहरूलाई पनि मेरो भ्युअर्सहरूलाई पनि म लानेछु। सो म अहिले चाहिँ रेडी हुन्छु, रेडी भएपछि चाहिँ भेटौँला। सबैलाई बोलाऊँ न, यहीँबाट प्रार्थना गरेर अनि माथि चढौँ होला हैन। यहाँबाट तिनजुरे जाने छाता उनीहरू बाइकमा आउँछ किन लिएर पाहाडको घर पनि जान्छ मुनाको युज गर्नुपर्छ, ब्रस चाहिँ किन्नुपर्छ है, ब्रस किन्नुपर्छ नि। ल्याएको छु ए भइहाल्छ। तर म हिलेको बजारमा खाजा खानु लागेको प्रिया मेरी प्यारी बुढी। हामी अब खाजा खान्छौँ कता हेरि नसक्नु भइरहेछ। त्यस्तो हेरेछौ। सनस्क्रिन चाहिँ लाउनु पर्ने। म सनस्क्रिन खान लागेको हामीहरू अब Welcome to my mini vlog भन्नु न। Yes, my vlog. हामी चाहिँ अब यहाँ चर्च जान आँटिरहेका छौँ। जानुहोस् दुई शब्द जाओस्। हामी कहाँ आएका छौँ आज? हामी बसन्तपुरमा आएका छौँ। अब प्रार्थना गर्नको लागि जाँदैछौँ राजदाईको चर्चमा। हेर्नुहोस् हाम्रो राजदाईको चर्चमा जाँदैछौँ। राजदाई चाहिँ हुनुहुन्न, कहाँ हुनुहुन्छ थाहा छैन। ड्रोन सट आउँदैछ यो यतिबाट माथिबाट। मिनी प्याक अबे भिडियो गरेको अब मिनी प्याक नयाँ ठाउँ नयाँ एक्सपिरियन्स। कस्तो चिसो छ नि यो ठाउँमा, बस्नलाई एकदम राम्रो छ। हावाहरू एकदम चिसो छ। हाम्रो सरिता दिदीको गाउँ कस्तो राम्रो। यहाँ सरिता जन्मे दिदी अहिले त अर्कै भएको रहेछ नि त। अन्त है अब चाहिँ यहाँबाट जाने बेला भयो। अब चाहिँ दिदीहरूको ठाउँबाटै संसार जाने आँटेको। बहिनीहरू आउँदै हुनुहुन्छ अनि मैले फोटो खिचेको एउटा फोटो पनि राम्रो आएन। प्रिटी ठाउँ यहाँबाट हिँडेको मैले फोटो खिचेको एउटा फोटो राम्रो आएन। अब चाहिँ मलाई थाहा छैन मुडे संसार हो यो चाहिँ होइन। हाम्रो बहिनीहरू चाहिँ माथि नै हुनुहुन्छ। मुडे संसार गन्तव्य हाम्रो डेस्टिनेसन चेन्ज भएको नि म्याम।
मेरो साथी हाम्रो ग्रुपहरू आइसक्यौँ हाम्रो यहाँ प्यारो भान्जा पनि हुनुहुन्छ पनि यहाँ अब चाहिँ हामी यहीँ बस्दैछौँ खाना पनि हामी यहीँ खानेछौँ लाइक शेयर सब्सक्राइब गरिदिनु प्लिज मैले त गरिसकेँ अब तपाईँहरूको काम तपाईँले गर्नुभएको छ बिल्लै हुन्छ भाइहरूले होलसेल रहेछ नि खुट्टामा चाहिँ गर्मी भएको छ अरे माथि चाहिँ तातो भइरहेछ अनि उहाँलाई चाहिँ अहिले एकदमै आधी चिसो आधी तातो भइरहेको अवस्था हामी चाहिँ मुरी संसारको बजारमा बेलुका खाना खाएर आइरहेछौँ कस्तो राम्रो हेलो एभ्रिवान गुड मर्निङ आज चाहिँ सेकेन्ड डे हामी अघि बिहान उठेर अब चाहिँ हामी प्रार्थनाको लागि डाँडामा जाँदैछौँ अब चाहिँ हामी तिनचुरी आइसकेको छौँ आजको वेदर चाहिँ यस्तो छ तिनचुरी फाइनली हामी आइपुग्यौँ तर एक्ज्याक्टली कहाँ आउँछ चाहिँ थाहा छैन सबै यस्तो राम्रो छ रियलमा चाहिँ ओ माइ गॉड मेरो चाहिँ फर्स्ट टाइम हो तिनचुरे अहिलेसम्म तिनचुरे भन्ने ठाउँ आएको थिइनँ सो यहाँ फाइनली हाम्रो खास डेस्टिनेसन चाहिँ यहाँ थियो म तपाईँहरूलाई यो साइडको सिनेरी देखाउँछु नि कस्तो दामी हेर्नु न होस् राखेर त्यो परि चाहिँ अर्कै कलरको फुलेको छ क्या खोइ म त्यहाँ त्यो माथि त्यो हेर्ने कति महान भयो कि प्रभु कति महान भन्नुहोस् मलाई तपाईँको भयले भयो क्या प्रभु कति महान हामी चाहिँ यो ठाउँमा प्रे गर्छौँ इट वाज साँच्ची नै भनेको के तपाईँहरू यदि कोही आउनुभएको छैन यो ठाउँमा प्लिज भिजिट यस्तो राम्रो छ मान्छेहरू आफ्नो देश छोडेर अरू देशमा जान्छ हाम्रो देश यस्तो राम्रो छ के अरे देश ओ माइ गॉड हालेलुया मेरो प्रभु येशू Hallelujah. I'm in deep love with this place. Wow! Oh my God.
यस्तो राम्रो ठाउँ छ धरान नेपालको तिनजुरे ठाउँ ठिकै छैन जस्तो। कपालको हालत आम्मा रेड बजारमा निस्किसक्यौँ तिनजुरेको बजार है यो है भाइ तिनजुरेको बजार होइन चुम्लुङ पार्क आएको छु मैले हो त दिदी आइफोन